हेलो साथीहरू नमस्कार। लुम्बिनी लायन्सले अफगानिस्तानका प्लेयर गुलबाडी नाबीलाई आफ्नो टिममा अनुबन्ध गरेसँगै अफगानिस्तान टिमले समेत नेपालमा प्रवेश गरेको देख्न सकिन्छ र यो सँगै लुम्बिनी लायन्स पनि एउटा टिम दावेदार टिम बनेको छ। अघिल्लो पटक समूह चरणमा पहिलो पटक बाहिरिने टिम नै लुम्बिनी लायन्स थियो। यद्यपि लुम्बिनी लायन्सका क्याप्टेन एवं राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले राम्रो ब्याटिङ पर्फर्मेन्स गरेका थिए। त्यो अविस्मरणीय क्षणमा उनीले समूह चरणबाटै बाहिरिनुपर्ने अवस्था आएको थियो र यो सँगै लुम्बिनी लायन्सले गुलबाडी नाबीलाई आफ्नो टिममा अनुबन्ध गरेका छन् र गुलबाडी नाबीले 2024 को वर्ल्ड कपमा अस्ट्रेलिया विरुद्ध विकेटको पतन गरेसँगै उनले एउटा अस्ट्रेलिया विरुद्धको ऐतिहासिक जित दर्ता गर्न उनको महत्त्वपूर्ण योगदान रहेको देख्न सकिन्छ। यो त्यति बेलाकै भिडियो मैले पेश गरेको छु र उनको T20 करियर र ODI करियर र यो सँगै IPL PSL के खेलेका छन् यो भिडियो अन्त्यसम्म हेर्नुहोला। उनको ODI करियर 89 वटा म्याचमा उनले 74 वटा विकेट लिँदै 1332 वटा ब्याटिङतर्फ उनले रन बनाएका छन्। एभरेज स्कोर 19.9 छ र उनको स्ट्राइक रेट भनेको चाहिँ 75.4 र उनको हाइएस्ट स्कोर 82 रहेको छ। यस्तै उनको T20 करियरमा उनले 3टा अर्धशतक सहित 78 वटा म्याचमा 968 वटा रन बनाएका छन् र यो क्रममा उनले बोलिङतर्फ 35 वटा विकेट लिएर आफ्नो नाममा चाहिँ दर्ता गरेका छन्। उनले आइपिएलमा 2024 मा दिल्ली डेयरडेभिल्सबाट दिल्ली क्यापिटलबाट उनले खेलेका थिए। उनको त्यसमा पनि हामीले राम्रै प्रदर्शन देखेका थियौँ। यो सँगै अब आगामी NPL सिजन 2 का लागि नेपालको लुम्बिनी लायन्सबाट उनको अलराउन्ड प्रदर्शन हामी देख्न सक्नेछौँ र उनको यो आगमनले लुम्बिनी लायन्सलाई एउटा बलियो टिमको रूपमा पनि दर्ता गरेको देख्न सकिन्छ। उनको 2019 मा उनले अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिमको क्याप्टेन समेत सम्हालेका छन्। उनको एउटा एकदमै नेतृत्व क्षमता राम्रो देखिन्छ। यद्यपि वर्ल्ड कपका सबै म्याचहरू हारेपछि अहिलेका वर्तमान क्याप्टेन खानलाई चाहिँ उनले राशिद खानलाई जिम्मा दिएका थिए र त्यसबाट आफू बाहिरिएका थिए। यो सँगै उनलाई हार्दिक वेलकम टु नेपाल। नेपाली NPL को प्रचार विश्वभरि जाओस्। शुभकामना। राम्रो प्रदर्शन गर्नुहोला। लुम्बिनी लायन्सलाई अल्सो शुभकामना है त। धन्यवाद।